र हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आई एम सुजन सन्चै आराम नै हुनुहुन्छ होला म पनि एकदम सन्चै आराम नै छु र म चाहिँ आफ्टर लङ इयर टाइप 1 वर्ष बाद सायद मैले भ्लग बनाएको होला र आज चाहिँ के कारणले भ्लग बनाउँदैछु भन्दाखेरि चाहिँ आज चाहिँ वान अफ द बेस्ट फ्रेन्डै भनौँ मेरो साथी नै हो उहाँ त नभनौँ होला तर ऊ चाहिँ मेरो आज अब साथी हो भनौँ न सबैजनालाई थाहा नै भयो होला यो भ्लग आउँदा ओर्दा चाहिँ मेरो साथीको बर्थडे सकिसक्छ र आज चाहिँ मेरो साथीको बर्थडे हो र के हुने हो कसो हुने हो र म अहिले चाहिँ दोकानमै छु किनभने आज दादा आउनु भएन त्यो भएको कारणले दोकानमै छु अलिकति वेदर इज नट गुड यसरी पानी पर्दैछ हल्का फुल्का त गाइज है यो भाइले त हल्का फुल्का इङ्ग्लिस पनि दिँदो रहेछ भन्छ होला होइन हल्का फुल्का चाहिँ दिन्छु म इङ्ग्लिस र त्यही हो गाइज लास्टसम्म हेरिदिनुहोस् होला होइन अब चाहिँ भ्लग बनाउनु जाँदैछ आज एकदम रमाइलो हुनेछ यसरी नै भ्लग बनाउनु चाहिँ एकदम रमाइलो हुनेछ आज मलाई एकदम भ्लग बनाउने इच्छा जाग्यो र त्यो भएको कारणले अलिक कपालहरू पनि नमिलेको जस्तो भइरहेको छ होइन र ठिकै छ जे भए पनि र स्टे ट्युन है गाइज अहिले एकछिनमा भेट्छु र तपाईँहरूलाई म आज कस्तो देखिरहेको छ अब तपाईँहरूलाई आउटफिट देखाउन सक्दिनँ किनभने दोकानमा छु त्यो भएको कारणले ल आजको इन्ट्रो चाहिँ यस्तै छ र अब सिधै बजार गइकन भेट्नेछु ल त गाइज टेक केयर म केटा आउँदैछु र उसलाई त गिफ्टहरू पनि किनिदिनु पर्ने हुन्छ मैले गिफ्ट पनि केही किनेको छुइनँ त्यो भएको कारणले र अहिलेसम्म मैले गिफ्ट त किनिदिएको छुइनँ अहिले कसलाई पनि सरी माई एक्सहरू सबैजना मेरो एक्सहरू जो हुनुहुन्थ्यो मेरो भ्लगहरू हेर्नुहुन्छ अरे मलाई गिफ्ट छान्नु जान्थिनँ तर मैले दिएको पनि छुइनँ होला तपाईँहरूलाई है त्यस्तो म धनी पनि होइन नि त भन्नु पऱ्यो अरे र त्यो भएको कारणले र आज चाहिँ म सानोबाट गिफ्ट दिनु जाँदैछु त्यो चाहिँ के हो भने चाहिँ अब तपाईँहरूलाई एकछिनमा भेट्ने नै छ किनकि म अब त्यसै पनि दिलगी मान्छे उसलाई चाहिँ म अन्डरवेयर दिउँ भनेको थिएँ कि तर उसको लागि हुँदैन गाइज हाफ पेन्ट चाहिन्छ उसलाई हाफ पेन्ट अन्डरवेयर लगाउँदैन ल गाइज एकछिनमा भेट्छु र गाइज अहिले यहाँ सामान छ गिफ्ट दुइटा त्यहाँबाट यहाँ रोनककोमा केक छ र त्यही ढिलो भयो आइपुग्दा ओर्दा त्यो भएको कारणले पानी पनि पर्दैछ हो र अब त्यही रुमहरू पुग्न आँट्यो के आइटमहरू बनाइरहेको छ थाहा छैन हो तर अब त्यही हो तल गएर अब कस्तो हुन्छ के गर्नेछ अब म त आज खाँदिनँ केही मासु हुन्छ हो त्यो भएको कारणले र उनीहरू चाहिँ हामी दुईजना गिफ्ट छ कट्टुम ल्याइदिएको भएन त्यस्तो साइजकै पाएन उसको लागि सरी ल साथी र अनि त केक छ हो र आफ्नै सिधै रुममा गइकन हेर्छु र गाई चाहिँ आइपुग्यो रुम आम्बो नेल साइल भाइ नेल विशाल दा यता हेर न के हो भ्लग हाम्रो बर्थडे बोय त खै बर्थडे बोय ला बर्थडे बोय छ भने फुस्सै र गाई एकछिनमा भेटौँ हाम्रो जोन राई ब्ल्याक जोन राई यहाँ साथी मेरो साथी ओ रोहन पार्टी यता हेर न हौ यहाँ रोहन पार्टी साइल भाइ तर गाई अहिले भन्नु पऱ्यो भने चाहिँ बर्थडे बोय आएको छैन हो त्यो भएको कारणले हल्का प्र्याक्टिस सेसन हुँदैछ र अब चाहिँ यस्तो छ लु विशाल त एउटा गीत सुनाइदिउँ न गीत सुनाइदिउँ न हौ र अब गीत अब यस्तै छ हो सुनिदिनुहोस् न लो एकछिन लगाए एकछिनमै भेटिहालौँ ल भेटिहालौँ है खै लु या कम अन रातो कहिले कर्छ होला भोलि कहिले हुन्छ नि मेन सिङ्गर त म है गाइस सुत्दै सकेको छैन
सुनी बाँचैन के चाहन्छौ मान्छौ कि मान्दैनौ यस्तो छ है गाइस कस्तो डिले गरेको Prank happy to you. Yo, हाम्रो बर्थडे भयो Happy birthday to you. फुकौँ न हौ पटेको हो त्यो प्रधान बाउको बर्थडे हाम्रो प्रदीप दा पनि आएको छ हाम्रो यता ल ल ल पहिला बुढोलाई खुवाइदेऊ न पिटिदालाई ए पण्डित पनि ल्याएर खै उयो लु अलिकति पर न पर न दा खै पर्दैन त कुछ अलिकति खदा लगाइदियो तिम्रो यल्लो कलर नभए पनि युनिभर्सल कलर दिएको अलिक ज्ञान पनि देऊ न एक दुईवटा पण्डित हो पण्डित एक दुईवटा दाले भनिदिन्छ क्या अलिकति ला उसको मुखले भन्दा पनि पहिला नाकले खान्छ ल उसले यति दिलगी अब मुख हुँदा हुँदा त दिलगी हुन्छ होइन पिट्दा ओ पिट्दा हाँस्देऊ न के हो अब तिमीहरू भ्लगमा आयो त विशाल दाला भइदियो अरे हाम्रो 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 ब्ल्याक जोन राई हाम्रो रोहन बाबु दालाई खुवाइदेऊ दालाई लु 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 खुवाइदेऊ न बट्टाबाट आम्मा हो खानु न खानु ए उसले त के हो लगाइज अब एकछिनमा भिडियो गर्छु ढाडले छोप्यो डल्ले ल गाइज अब त सुत्दिएको हो गुड नाइट एभ्रिवान यहाँ त सुतिसकेँ हो त्यो भएको कारणले गुड नाइट एभ्रिवान र सिधै अब भोलि भेट्नेछु तपाईँहरूलाई हो आजको भ्लग त यति नै होला ओके गाइज गुड नाइट यहाँ दाहरू त हल्का बात मात्रै छ त्यो भएको कारणले ओके गाइज भोलि भेट्छौँ होला The next day. हो गाइज मर्निङ एभ्रिवान सबैजनालाई आज त वेदर त यस्तो भइरहेको रहेछ भर्खर उठेको छ र अन्य साथी पनि छ रेनकोट मिलाउँदैछ र आजको भ्यू त यस्तो मजाको भइरहेको रहेछ र आज त जानु पऱ्यो सेकेन्ड डे मेरो के हिजो बर्थडे भयो आज त बर्थडे भयो होइन ए बर्थडे भयो यही हो मान्छे बर्थडे भयो र आज चाहिँ अब यस्तो दामी वेदर भइरहेको छ हेर्नु सक्नुहुन्छ र अब चाहिँ सिधै हामी कालिम्पोङ जानुपर्ने हुन्छ बोलबमको लागि र अब त सिधै एकछिनमा अहिले मुखसुक फ्रेस भएर भेट्नेछु यहाँबाट चाहिँ भ्यू पनि सिटिस र यहाँ चाहिँ चौतारा चाहिँ यहाँ भुइँभरि छ है यहाँको डल्लै गएछ धन्न गाडी साडी त केही पनि थिएन रहेछ बिहान बिहानै यस्तो देख्दा त केही पनि छैन आधी मात्रै छ रोड जोरबङ्गलाको यो पनि हल्का चड्किरहेको छ भ्यू पनि दामी भइरहेको छ तर यहाँको बाङबुङ गाइज अहिले त आइपुगिसकेँ घर र एकदम टायर्ड छु भनौँ न एकदम थाकिरहेको छु त्यो भएको कारणले ओके गाइज यति नै समाप्त गर्न चाहन्छु थ्याङ्क यू फर वाचिङ दिस भिडियो र यसरी नै नयाँ नयाँ कन्टेन्ट ल्याउने ट्राई गर्छु र मैले आफ्टर लङ टाइम बात गरेर होला अब एडिट सेडिट पनि त्यस्तो गर्नु सक्दिनँ होला त्यस्तो मिलाएर अब मजाले बुझेर हेरिदिनुहोस् होला तपाईँहरूले सपोर्ट गरिदिनुहोस् होला कमेन्टमा राम्रो राम्रो लेखिदिनुहोस् होला त्यो भएको कारणले हेरिदिनुहोस् होला ल त गाइज है फेरि नेक्स्ट ब्लगमा भेट्नेछु